मेरो नाम सीमा गुरुङ, घर तनहुँ। अहिले म 29 वर्षको भयो। कुरा धेरै वर्ष पहिलाको कुरा हो। मेरो उमेर करिब 14 वर्ष थियो। एक दिन म मेला हेर्न साथीहरूसँग राति मेला लागेको ठाउँमा गएको थियो अनि त्यहाँ गएर हामी त्यहाँको नाचगानहरू हेर्दै रमाइलो गर्दै थिए। अचानक मेरो मामाको छोरा सोल्टी पर्ने लगभग 15-16 वर्षको उसले मलाई आएर सीमा भनेर बोलायो अनि हामी गफ गर्न थाल्यो। हुन त हामी पहिलादेखि नै लगमा परेको हुनाले चिठीमा मात्रै हाम्रो माया प्रेमको कुरा हुन्थ्यो, तर त्यो राति हामी अचानक भेट हुन पुग्यो र उसले मलाई यहाँ अलि हल्ला छ, अलि उता कोही नभएको ठाउँमा बसेर कुरा गरौँ है भनेर उता अलि कोही नभएको शान्त ठाउँमा बाटोको चौतारामा गएर कुरा गर्न थाल्यो। त्यहाँ बसेर कुरा गर्दै गर्दा उसले मलाई चुम्बन गर्ने र मेरो दुध समात्ने गर्दै थियो अनि मलाई पनि भित्री अङ्गदेखि नै मज्जा अनि अलगै खालको आनन्द महसुस भइरहेको थियो। मैले उसलाई रोक्न सकेको थिएन। करिब 20-25 मिनेटको अङ्ग स्पर्शपछि उसले मलाई अलि उता जाम पिसाब गर्न भनेर खेततिर लानुभयो र हामी खेतमा गयौँ। उसले पिसाब गरियो र म भने उभिएर हेरिरहे। उसले पिसाब गरेपछि ऊ फेरि मेरो नजिक आयो र उसले मेरो हात समातेर खेतको कुनामा उभिएर फेरि किस गर्न थाल्यो। एकछिन किस गरेपछि उसले फेरि मेरो दुध मार्न थाल्यो। मेरो आँखा बिस्तारै बन्द हुँदै थियो भने मुखबाट अनायासी कमुक्तले भरिएको आवाज आयो, आह। बिस्तारै सोल्टीले मेरो कुर्ता खोल्यो अनि ब्रामाथिबाट नै मेरो दुध मार्न थाल्यो। आह, ओह, उफ, आह, ओह, कामुक्ताले भरिएको आवाज आउँदै थियो अनि मेरो ब्रा पनि खोल्नुभयो अनि मलाई आफूतिर फर्काउनुभयो। त्यसपछि किस गर्दै दुध मार्न थाल्नुभयो। आह, ओह, उफ, आह, ओह। त्यसपछि एउटा हातले दुध मोल्दै थियो भने अर्को हातले सुरुवाल माथिबाट पुती खेलाउन थाल्नुभयो। सोल्टीले पुतीमा छुने बित्तिकै मेरो शरीरमा करेन्ट लागेको जस्तो भयो। म आफैले आफैलाई कन्ट्रोल गर्न नसक्ने भइसकेको थियो। कतिखेर मेरो हात पनि सोल्टीले लाडो खेलाउन थालेछ थाहै भएन। एक्कासी खेतमा केही खसेको जस्तो आवाज आयो। म डराएर अनि मैले भने भयो आज नगरौँ होला भनेर म त्यहाँबाट जान खोजेँ, तर उसले मलाई जान दिएन। एउटा हातले मेरो एउटा हात समाती राख्यो र अर्को हातले मेरो सुरुवाल र पेन्टी गुडासम्म तानेर खोलिदियो अनि उसले उसको पेन्ट र पेन्टी पनि तल सारेर मेरो पुतीमा उसको लाडो छिराउन थाल्यो। उसको लाडोले मेरो पुतीमा छुना साथ मलाई झन आनन्द आएको थियो र अर्कै फिलिङ आएको अनुभव भएको थियो, तर उसको लाडो मेरो पुतीमा जति छिराउन कोसिस गरे पनि छिराउन सकेन अनि उसले आफ्नो ज्याकेट र मेरो पछ्यौरीलाई त्यही भुइँको कुनामा बिछाएर मलाई सुताइदियो अनि ऊ मेरो माथि चढेर लाडोले एकछिन चलायो अनि पुतीको पोलमा लाडोलाई मिलाएर राख्यो अनि एक धक्का दिन थाल्यो। बल्ल मेरो पुतीमा उसको लाडो पस्यो। उसको लाडो पस्ने बित्तिकै मलाई एकदम दुख्यो र म दुख्यो भन्दै रुन थाले र उसले फेरि लाडोलाई बाहिर निकालेर केही हुन्न भनेर मलाई सम्झाउँदै किस गर्न थाल्यो र 2-3 मिनेटपछि फेरि मेरो माथि चढ्यो र फेरि छिरायो। लाडो मेरो पुतीमा छिरेपछि मलाई मजा आउन थाल्यो र मैले उसलाई कसेर अँगाले र उसले छिटो छिटो स्वास्वा गर्दै भित्र बहिर गर्दै मेरो पुती चिक्न थाल्यो। हामी दुवैजनाले मजा लिँदै थियौँ। मेरो पनि सानो आवाज मा आको आवाज मेरो मुखबाट निस्किरहेको थियो। 3-4 मिनेटपछि उसले मेरो पुतीमा वीर्य झार्यो र रुमालेले आफ्नो लाडो पुछ्न थाल्यो अनि मैले पनि मेरो पेन्टी र सुलवार माथि ताने अनि उठे। यसरी मेरो पहिला सेक्स पुरा भयो र उसले मलाई घरसम्म छोड्न आयो, किन भने मेरो साथीहरूले मलाई छोडेर घरतिर आइसकेको रहेछ। त्यसपछि आजसम्म मेरो मनको सोल्टीसँग भेटे भएको छैन। कथा कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। धन्यवाद।